हनौ समय पनि के साह्रो छिटो बितेको है। हिजो चाहिँ यस्तो लाग्छ स्कुल पढेको पनि अनि स्कुल सकेको पनि 12-13 वर्ष भइगएछ। हिजो चाहिँ यस्तो लाग्छ हैन। साथीहरू के गर्दैछौ स्कुल सकेर के गर्दैछौ कता के गर्दैछौ यसो भन्नु। यो समय त्यसरी नै अबको झन् छोटो रहेछ। अब यहाँदेखि उतासम्म हैन झन् छोटो हुने रहेछ। अगाडि बरु लामो लाग्थ्यो स्कुल पढिन्जेल। अब यत्रो आएर 10-12 वर्ष भयो। अब झन् छोटो। अब 40-45 पुग्ने पनि कति पनि टाइम लाग्दैन रहेछ। 10-15 साल त त्यसै बितिहाल्दो रहेछ। नै साथीहरू को के गर्दैछ यसो गरौँ है त ल।